हेलो गाइज, आज चाहिँ हामी चाहिँ यो चिकन बनाउन लागेको छौँ हैन। यो चिकन चिकन रोस्ट बनाउन लागेको। त्यहाँ यो चाहिँ मसला हैन, मसला हाम्रो साथीले चाहिँ मसला बनाउँदै छन्। अनि मसला बनाएर टक्कैलाई रोस्ट गरेर यो चाहिँ हाम्रो फायरमा चाहिँ अब जलाइन्छ हैन। अब खानु पर्यो टक्क चिकन बनाएर। कस्तो लागिरहेछ दोस्त आज तिमीलाई? एकदम राम्रो भइरहेछ हैन। हाम्रो मसला चाहिँ यस्तो बबाल मसला टक्क बनिरहेछ हैन। यो चाहिँ हाम्रो भनेर अर्ग्यानिक हातले पिसेको मसला हो हैन भन्छ। यो अर्ग्यानिक मसला हो। अर्ग्यानिक मसलाले टक्क चिकन अब यसलाई चाहिँ टक्क यसलाई बनाएर यो चाहिँ ठुलै चिकन हो क्या, पुरै चिकन। यो चिकनले तन्दुरी हुन्छ। यो चिकन लेग पिस यो के अरे एमा एकछिन बताइदिनु पुरै टक्क दामी भइरहेछ क्या बनाएर हैन। खानुपर्छ ल, खाने भयो केटा हो। हामीलाई सम्पर्क गर्नु है फेरि, अनि खानुपर्छ मस्त। अनि सबैजना मिलेर अनि यसको अनि एक अनि लेग पिस हान्नुपर्छ। यस्तै हुन्छ नि टक्क खानुपर्छ मजाले हैन। मसला दलेर मसला नुहाएर हैन बनिरहेको ल। केटा कलेजो खाने भयो नि छ है यहाँ कलेजो। यो चाहिँ कलेजो हो हैन। ल खाने भएपछि आऊ है केटा हो, टक्क यो कलेजो खाने भएपछि आगो सागो पनि बाला या ल बलिरहेछ टक्क आगो हैन। हाम्रो केटाहरू यहाँ छ बसिरहेछ के मजाले गरिरहेछन्। यो टक्क यो भुसुडियाले चाहिँ यहाँ मजाले भिडियो बनिरहेछ। मजाले बना है दोस्त, खानुपर्छ। यस्तो बोवाल लास्टमा अनि तिमीले नुन ल्याएनौ भान्जे? सातो आइटमै छ यो चाहिँ हाम्रो मसलाहरूको आइटम हैन। आइटम छ है। यो चाहिँ चिकन मसला हैन। चाहियो भने पनि सम्पर्क गर्नु होला हामीलाई, हजुरलाई। यो चाहिँ नुन तपाईलाई आफ्नो जिन्दगीहरु यादगार गर्नको लागि यस्तै गरेर मजाले खानुपर्छ। एकान्तमा बसेर क्याम्प फायर गर्नु होला। यस्तो हुन्छ है। आउनु होला केटा डक्क क्याम्प फायरमा जानुपर्छ केटाहरू मिलेर हैन। मसला मजाले खानुपर्छ चिकन। अनि के खाने मन छ खानुपर्छ मजाले हैन। अनि के छ गाइजहरुको खबर हामीलाई सुनाम के अरे कमेन्टमा भनौँ होला। हामीलाई लाइक कमेन्ट शेयर एन्ड फलो गर्न चाहिँ नबिर्सनु होला है। अहिले हामी खाएको पनि देखाउने छु तिमीहरूलाई चाहिँ। ल अहिलेसम्म